हरेक यात्राको एउटा गन्तव्य हुन्छ, तर कहिलेकाहीँ गन्तव्यमा पुग्नुभन्दा पनि त्यस यात्राको क्रममा बनाइएका सम्झनाहरूले धेरै अर्थ राख्ने रहेछन्। एडिलेडदेखि सिडनीसम्म करिब 1450 किलोमिटर। यो केवल एउटा रोड ट्रिप थिएन, यो परिवारसँग बिताएका अविस्मरणीय पलहरूको यात्रा थियो। र हजुरहरूलाई स्वागत छ यो भ्लग सिरिजको एपिसोड 1 मा। लामो यात्रा सहज र सुरक्षित होस् भन्ने हेतुले हामीले हाम्रो क्याम्पिङ सेटअप हटायौँ। बिहान सबेरै हिँड्ने भएकाले अघिल्लो साँझ नै सबै तयारी सकाउने निर्णय गर्यौँ। अलार्मको घन्टीसँगै हामी हाम्रो रोड ट्रिपको लागि तयारी भयौँ। बिहानको 4 बजिसकेको थियो। निन्द्रा अझै बाँकी थियो, तर उत्साहले थकानभन्दा धेरै ठाउँ लिएको थियो। घरबाट निस्किँदा उत्साह त पक्कै नै थियो, तर अलिकति डर पनि, किनभने हामीलाई आज सिडनी पुग्नु नै थियो। Alright guys, welcome to the channel. Life Diaries episode 25 मा सबैलाई हामी आज एडिलेडबाट सिडनी जाँदैछौँ। एडिलेड टु सिडनी रोड ट्रिप हुँदैछ। यस्तो चिसो छ, 2 डिग्री 3 डिग्री कति छ होइन। हामी यसो यो तालिमबेन भन्ने ठाउँमा आएर ब्रेकफास्ट गर्न लागेको छौँ। छोराबारी छ एडिलेडबाट सिडनी ड्राइभमा जाँदैछौँ। सर रमाइलो भयो यसरी टक्क भ्यू हेर्दै ब्रेकफास्ट गर्दै। जाडो चाहिँ लास्टै जाडो रहेछ, बाहिर निस्किन गाह्रो छ। हामीले हेरिरहेको भ्यू चाहिँ यस्तो बवाल छ होइन। पछाडिपट्टिको पुरा खोला सोला छ, दामी छ पछाडिको भ्यू। फोटो चिकन पाएँ। मेरो चाहिँ बेस्ट हो क्या। बिहान कति 5 बजे 5:30 बजे हिँडेको थियौँ। अहिले कति बज्यो अहिले 7:58 भएछ होइन। हामी 5:30 बजे हिँडेको थियौँ अनि हामी लगभग कति भयो 5:30 भनेपछि 1.5 घन्टा जस्तो हिँडेछौँ। बिचमा हामी यसो भुलियो। अब यसपछि चाहिँ हाम्रो स्टप एकैचोटि अब लन्चको लागि हुन्छ। मेबी 4-5 घन्टापछि हुन्छ होला। आज हामी पुस गरेर सिडनी नै जाने प्रयास गर्छौँ होइन, के हुन्छ। अहिलेसम्म हामीले केही पनि बुक गरेका छैनौँ। अलराइट गाइज, ब्रेकफास्ट सक्यो। अब हाम्रो नन स्टप ड्राइभ हुन्छ होइन। लगभग कति घन्टा 4-5 घन्टाको। त्यसपछि लन्चको लागि ब्रेक हुन्छ होइन। त्योभन्दा अगाडि चाहिँ हामी रोकिँदैनौँ अनि प्रयास गर्छौँ क्यारे अब के हुन्छ। हामी तालिमबेन आइपुग्यौँ, एज अलरेडी मैले भनिसकेँ होइन। अब हाम्रो चाहिँ नन स्टप ड्राइभ हुँदैछ अनि त्यसपछि चाहिँ देखा जाएगा के हुन्छ। हामी सबै छौँ यहाँ। Still हामीसँग कति छ 13 hours left, 1263 kilometers left.
अलराइट गाइज हामी मिडल बिचमा आइपुगेको छौँ है अब अझै छ समय त लगभग 9 साढे 9 घन्टा अझै बाँकी छ यस्तो दामी एउटा ब्रिज रहेछ क्या यो ठाउँमा होइन अनि यो ठाउँ यस्तो बवाल छ होइन ल्यान्डस्केप यसको होइन यसको भ्यू यस्तो दामी छ यसको भ्यू यहाँको यो पुल चाहिँ अझ होइन स्पेसल रहेछ क्या यो पुल वान वे मात्र रहेछ तर एकदम भिन्टेज टाइपको ओल्ड टाइपको रहेछ एकदम बवाल भयो ल अब हामीले यसो रेस्टरुम युज गऱ्यौँ अनि अब हामी यहाँबाट निक्लिन्छौँ अब हामी यहाँ टाइम स्पेन्ड गऱ्यौँ एकछिन अब त्यसपछि अब हामी निक्लिन्छौँ होइन फेरि अब ब्याक टु रोड ल गाइज बाटोमै है गाईले हामीलाई बाटोमा एकदम ब्लक गरिसकेको छ है त्यही भएर हामी चाहिँ बिस्तारै अगाडि बढ्दैछौँ गाई छ बाटोमा ल उता त्यस्तै नेपालमा आए जस्तो फिल भयो ल कस्तो दामी गाई रहेछ केही घन्टाको यात्रापछि हामी न्यू साउथ वेल्स प्रान्तको एक सुन्दर सानो क्षेत्रीय सहर हेमा पुग्यौँ भोक पनि लागिसकेको थियो त्यसैले यहाँ रोकिएर केही खाजा खाने निर्णय गर्यौँ केही बेरको बसाइपछि हामीले यस सुन्दर सहरसँग बिदा लिँदै हामी फेरि हाम्रो लामो यात्रातर्फ अगाडि बढ्यौँ करिब 3-4 घन्टाको निरन्तर ड्राइभपछि केही बेर विश्राम लिने निर्णय गर्यौँ Alright guys, welcome back to the channel. हामी middle of the way, almost 500 kilometers away from the Sydney हैन हामी almost 950 kilometers already travel गरिसक्यौँ अब 500 kilometers बाँकी छ टायर्ड छैन हामी एकदम एक्साइटेड छौँ है अझै हाम्रो another 500 kilometers भनेको not that much half हैन 2/3 way त already complete भइसक्यो अब only 500 kilometers अनि हामीसँग यस्तो बवाल ठाउँ छ यो ठाउँ Look at the landscape. यस्तो ब्युटिफुल हैन ग्रास यो त पुरै सिनेमेटिक छ कि यो हरियो पनि कस्तो कडा हरियो छ अनि we've got sun setting there हैन अनि हामी यहाँ छौँ बाटोमा आउँदाखेरि हैन बाटोमा एकदम रमाइलो भइरहेछ रोक्दै आउँदाखेरि चाहिँ रमाइलो भइरहेछ कस्तो लागिरहेको तिमीलाई रमाइलो लागेको छ एकदम रमाइलो लागेको छ कस्तो लागिरहेको मलाई दामी छ बाबु असाध्यै रमाइलो Hello future kids. This is your mom, this is your dad. So we are going to Sydney. Yay!
Alright guys, अब हामी छिटै यहाँबाट निक्लिँदैछौँ। Alright guys, हामी यहाँबाट निक्लिँदैछौँ अब। हाम्रो अब लास्ट स्टप भनेको डाइरेक्ट अब सिडनी हुनेवाला छ, ब्ल्याक टाउन सिडनी। Alright guys, हामी मोमो खाँदैछौँ। अहिले त माया मोमो खाम। ल फ्रेन्ड्स, अब see you in Sydney है त। All good. We've got 6 hours 16 minutes left. 559 kilometers left. Guys, हाम्रो प्लान अलिकति चेन्ज भयो। यस्तो अँध्यारो छ है यतिखेर। अघि भर्खर एउटा कङ्गारू ट्याममा पास गर्यो हैन, छुन त छैन। त्यही भएर हाम्रो प्लान चाहिँ अब सिडनी जानेबाट हामी वागावागामै बस्ने प्लान बनेको छ। अलिकति अँध्यारै भयो कि बेलुका 6 धेरै समय त धेरै भएन, तर यहाँ विन्टरमा चाहिँ फेरि 6 बजे नै झपक्कै अँध्यारो। अनि अघि ट्याक्कै एउटा कङ्गारू चाहिँ ठ्याक्क पास भयो कि, अनि जसँग भयो। त्यही भएर अब हामी चाहिँ वागावागामा बसिन्छ आज, अनि भोलि बिहानबाट फेरि हाम्रो सिडनी तर्फको यात्रा हुन्छ। हेलो गाइज, जस्ट अ बिट अफ अपडेट। हामी फेरि यसो दिमाग लगाएको त हामी वी क्यान गो जस्तो भयो, सिडनी नै पुग्ने जस्तो कुरा भयो। सो फर नाउ वागा इज क्यान्सल, सो वी आर मुभिङ फरवर्ड। बाटोमा भ्याउला भने फेरि बिचमा कतै बसिन्छ, नत्र चाहिँ वी विल गो टु सिडनी। सो दिस इज वागा। Alright guys, हामी यहाँ भर्खर यहाँ सर्भिस स्टेसन आयौँ होइन, लगभग 4 आवर्स जस्तो लङ ड्राइभ पछि। अब हाम्रो धेरै टाढा छैन सिडनी, हामी फाइनली सिडनी नै जाने भयो होइन। 2.5 आवर्स बाँकी छ। अनि यसो फ्रेस हुनलाई हल्का निन्द्रा लाग्यो, अनि कफी सफी लिने भनेर आइयो। अनि लिइसक्यो पनि अब हामी निक्लिन्छौँ यहाँबाट होइन। निन्द्रा पनि उडाउनु छ। अनि अझै अब धेरै छैन हाम्रो, अब साढे 2 घन्टा कि 3 घन्टासम्ममा हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्छौँ। 3 आवर्स 5 मिनट भयो चाहिँ फेरि। Alright guys, after 15 hours of drive, we are here in Sydney. We just reached 5 minutes ago. We are all tired. हामी वागा like 500 kilometer अगाडि नै वहीँ बस्ने कुरा थियो, तर we pushed and then we are here. But we won't try this again and we won't recommend anyone to try this again. Okay, anyway, so we are here in Sydney now. हाम्रो चाहिँ प्लान के छ भने हाम्रो आन्टीको घर, सृष्टिको आन्टीको घर जाने प्लान छ आजको। अनि त्यसपछि आज त्यहीँ गएर इन हुन्छ हैन। भ्लग इन भएको घोषणा गर्दछु। Thank you so much for watching. It was good.